म बिहे गरेर आएको घरवालाहरूको गुण तिरेर म कहिल्यै पनि सक्दिनँ। किन थाहा छ? म काम नपाएर भौतारिरहेको अवस्थामा मलाई यहाँ लिएर काममा लगाइदिएका हुन् के। सेवा सुविधा एकदमै राम्रो छ। खान, बस्न, सुत्न सबै फ्री। वर्ष 1.5 वर्षमा नयाँ लुगाहरू पनि किनिदिनुहुन्छ। मेरो यति धेरै चिन्ता लिनुहुन्छ नि म बाहिर निस्कनु हुँदैन भन्नुहुन्छ। म बाहिरको खाएर, म बाहिर हिँडेर म बिरामी हुन्छु भनेर। उहाँहरूलाई मेरो धेरै पिर छ के। यो बिरामी भयो भने यसको काम कसले गर्छ भनेर। काम गर्यो भने स्वस्थ भइन्छ। मोबाइल हेऱ्यो भने आँखा दुख्छ, आँखाको समस्या हुन्छ भनेर भन्नुहुन्छ। यति धेरै माया, यति धेरै केयर कसैले गर्छ?